हेलो साथीहरू, आज चाहिँ हामी मोमो बनाएर खाँदैछौँ। होममेड मोमो कस्तो हुन्छ ल सुरु हुँदै है भन्नु। यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ, बेल्नु भएको छ। म चाहिँ बनाउने है। यहाँ चाहिँ मोमो बेल्नको लागि डल्ला बनाउनु भएको छ दिदीले चाहिँ। म टमाटर काट्दैछु चटनीको लागि। त्यहाँ चाहिँ पहिला नै मोमो बनाएको थियौँ हामीले, त्यसैको पाक्दैछ। यहाँ चाहिँ मैले लसुनहरू लागेर फुराउँदैछु, टमाटर काटेँ, अब डल्ले खुर्सानी पनि काटिसक्यो। चटनीको लागि मोमो रेडी हुँदैछ। त्यसपछि पकाएँ, मोमो रेडी भयो। यता चटनी बनाउनु लाग्छु मैले, कति हालेर चटनी रेडी भयो। त्यसपछि मोमो नि बन्दैछ तल चाहिँ, अनि रेडी भयो खानको लागि। अनि सुपले गरायौँ, अनि रेडी भयो स्प्राइट, सुप, मोमो। कस्तो छ त मोमो, होममेड मोमो।